अंकल यहाँ ओके अब शान्त बसौँ सबैजनाले फेरि पनि जय मसीह छेउको साथीलाई पनि जय मसीह भनिदिनुहोस् तपाईलाई पनि जय मसीह सबैजनाले जय मसीह आज म तपाईहरुको बिचमा सबैभन्दा पहिला सबैजनाले ह्यापी न्यू इयर ह्यापी न्यू इयर सबैजनालाई नयाँ वर्षको शुभकामना छ तपाईहरुलाई अनि नयाँ भन्ने शब्द जहिले पनि असल हो आमेन छेउको साथीलाई भनिदिनुहोस् त नयाँ भन्ने शब्द जहिले पनि असल हो हालेलुया जब प्रभु यीशुलाई विश्वास गर्यौं हामीले नयाँ जीवन पायौं आमेन जब प्रभुलाई विश्वास गर्यौं हामीले नयाँ नाउँ पायौं जब हामीले येशूलाई विश्वास गर्यौं हामीले नयाँ पहिचान पायौं आमेन पहिला हामी पापी दुष्ट थियौं अपराधी थियौं परमेश्वरबाट टाढा गएकाहरू थियौं जब येशूलाई तपाईहरु मैले विश्वास गर्यौं तपाईहरुमा धर्मी ठहरियौ आमेन आमेन त्यो पनि सित्तैमा छेउको साथीले सित्तैमा भन्नुस् त सित्तैमा उधार पाउन कति पैसा दिनु पर्यो छेउको साथीलाई भन्नुस् तपाईले ठट्टा नगरेर सिरियसली है त तपाईले उद्धार पाउन मुक्ति पाउन कति पैसा तिर्नु भयो कति पैसा भन्नुस् जीरो भन्नुस् त जीरो हालेलुया हालेलुया प्रभुले तपाईहरु मलाई सित्तैमा जीरो ब्यालेन्समा खाता खोलेको भन्छ नि त्यो झुटो त्यो बैंकले भन्ने त्यस्तै हो त्यो येशूले चाहिँ तपाईहरु मलाई जीरो ब्यालेन्समा छुटकारा दिनुभयो आमेन हालेलुया प्रभुलाई महिमा होस् यस कारणले गर्दाखेरि हाम्रो लागि हरेक दिन नयाँ हुन्छ यो वर्षहरुको परिवर्तनले फरक पार्दैन तपाईहरु मेरो जीवनमा चाहिँ एक सेकेन्डले फरक पार्छ आमेन हालेलुया जसै मानिसहरुले नयाँ वर्षको लागि हरेक वर्ष योजना गर्छन् नानीहरु अनमोल तिमी राम्रोसँग बस छोरा बस सानो बाबु थाहा पाउँदैन मान्छेको लागि नयाँ वर्ष विशेष हुन्छ तर हाम्रो लागि हरेक दिन विशेष हुन्छ किनकि बाइबलमा लेखिएको छ आजको दिन परमेश्वरले बनाउनु भएको आमेन आजको दिन हरेक दिन परमेश्वरले बनाउनु भएको मेरो प्रियरा हाम्रो लागि एक दिन विशेष हुन्छ छेउको साथीले कोट्याएर भनिदिनुहोस् त बुझ्नुस् हाम्रो लागि हरेक दिन विशेष हुन्छ हामी चाहिँ वर्षमा एक पटक नयाँ वर्षमा रमाउने मान्छे होइनौं हामी हरेक दिन रमाउने मान्छे हैनौं अनि रमाउने कारण चाहिँ येशूको नाम हो हालेलुया यदि तपाईहरु येशू बाहेक अरु कुनै नाममा रमाउँदै हुनुहुन्छ भने या त पैसामा रमाउँदै हुनुहुन्छ भने तपाईको सफलतामा रमाउँदै हुनुहुन्छ भने तपाईको पदमा रमाउँदै हुनुहुन्छ भने तपाईको रमाहाटमा धोका छ धोका छ किन येशूले मात्र तपाईले साँचो तरिकाले रमाउन दिनुहुन्छ आमेन भन्नुस् प्रभु धन्यवाद रमाउने कारण दिनुभएको लागि म तपाईमा रमाहाट गर्दछु आमेन हालेलुया मेरो आशा बाइबलले के भन्छ त्यो मान्छे बुद्धिमान हो जसको आशा परम प्रभुमा छ केमा छ तपाईको आशा परम प्रभुमा मसलमा छ कि मेरो त धेरै छैन तर ताकतमा छ कि तपाईको बुद्धिमा छ कि तपाईको मुहारमा छ कि अनुहारमा छ कि केमा छ थाहा छैन घमण्ड गरेर आफ्नो अनुहारमा घमण्ड गरेर रमाउने मान्छे एक दिन एउटा केटाले सानो तेजाबको डल्ला मुखमा छर्किदियो पुरा जले थाहा छ तपाईलाई तेजाबले जलाको कस्तो हुन्छ अनुहार त्यसकारणले गर्दा तेजाबले जलाको सुन्दरता उडी जान्छ बाइबलले भन्छ सुन्दरता भ्रमात्मक हुन्छ रे सुन्दरताले झुक्याउँछ मान्छेलाई राम्रो देखियो झुकियो हैन हालेलुया तर बाइबलले के भन्छ त परमेश्वरको भय मान्ने स्त्रीको आमेन प्रशंसा गरिनुपर्छ बाइबलले के भन्छ त्यस्तो स्त्रीको प्रशंसा गर जसको चरित्र असल छ जसले परमेश्वरको भय मान्छन् राम्रो अनुहार गरेको नाक लामो गरेको आँखा बाटुलो गरेको तिम्रो आँखा त परिवारको जस्तो रहेछ भनेर पछि नलाग्नुस् भाइहरु आमेन
तपाईँको तिम्रो स्वर त कोइलीको जस्तो रहेछ भनेर पछि नलाग्नुहोस्। भ्रमात्मक हुन्छ रे त्यो, बाइबलले भन्छ। त्यसमा इल्युजन हुन्छ, मान्छे फस्छ। भ्रम भनेको के हो तपाईँलाई थाहा छ? वैशाख जेठको महिनामा नि सिधा बाटोमा तपाईँले हेर्दाखेरि पारितिर हेर्नुभयो भने त्यहाँ चाहिँ त्यो रोडको माथि चाहिँ ताल जस्तो देख्नुहुन्छ। तपाईँले देख्नुहुन्न? टाढाबाट हेर्दाखेरि त्यसलाई चाहिँ मिराज भन्छ अङ्ग्रेजीमा, त्यसको साइन्टिफिक ल्याङ्ग्वेजमा त्यसलाई चाहिँ मिराज भन्छ। त्यो भनेको चाहिँ भ्रमात्मक दृश्य भनेको। हेर्दाखेरि चाहिँ पानी छ, तपाईँ त्यही भेट्नुहुन्छ, त्यहाँ रोड हुन्छ, फेरि अलिक पर पनि त्यस्तै देखिन्छ। अनि संसारको कुराले तपाईँलाई झुक्काउँछ, तर जसले परमेश्वरमा आशा राख्छ त्यो मान्छे कहिले पनि झुक्किँदैन। आमेन। अब तपाईँ विचार गर्नुहोस्, तपाईँ झुक्किने कि नझुक्किने? नझुक्किनको लागि प्रभुमा आशा राख्नु पर्यो। अनि यो 2026 हाम्रो लागि परमेश्वरमा आशा गरेर जिउने वर्ष भएको होस्। हालेलुया। तपाईँको छेउको साथीलाई कसरी भन्नुहुन्छ भन्नुहोस्। तपाईँ चाहिँ 2026 मा रमाड गर्नुहुन्छ परमेश्वरसँग। तपाईँ 2026 मा नझुक्किनुहोस् है, नझुक्किनुहोस्। आमेन। सीता तिमी नझुक्यौ है 2026 मा। अब भजनसँग के अरे यशायाको पुस्तक 43 अध्यायको 18 र 19 पद हामीले पढ्नेछौँ। छोरी यहाँ पानी ल्याउ त। कतिको? 43 यशायाको पुस्तक 43 अध्यायको 18 र 19। हामीले हिजो पनि एक खण्ड पढ्दै थियौँ। यशायाको पुस्तक 43 अध्यायको 18 र 19 म पढिदिनेछु। बितेका कुराहरूलाई भुल, उहिलेका कुराहरूलाई विचार नगर। यता नभन्नु है त। उहिलेका कुराहरूलाई विचार नगर, हेर म एउटा नयाँ कुरो गर्दैछु, त्यो अब हुन आउँछ। के तिमीहरू त्यो देख्दैनौ? म मरुभूमिमा एउटा बाटो र रुखो जमिनमा खोलाहरू बनाउँदैछु। आमेन। हालेलुया। छेउको साथीलाई भन्नुहोस्, बितेका कुराहरू भुलिदिनुहोस्, उहिलेको कुराहरूलाई विचार नगर्नुहोस्। आमेन। उहिलेको कुरालाई विचार नगर्ने। बाइबलले भन्छ असल या खराब कुरा सबै कुरालाई भुल्ने रे। परमेश्वरले एउटा नयाँ काम तपाईँले मेरो जीवनमा गर्दै हुनुहुन्छ। तपाईँलाई लाग्छ होला, गॉड हाउ इज दिस पोसिबल? किन मेरो अवस्था त्यस्तो छैन, मेरो रङ्ग ढङ्ग त त्यस्तो छैन, मैले त केही चेन्ज देख्दैन। हाउ इज इट पोसिबल गॉड? परमेश्वर यो कसरी सम्भव हुन सक्छ? तपाईँको मनमा प्रश्न छ होला। तर बाइबलमा आज मलाई एउटा मान्छेको याद आयो। त्यो मान्छेको नाम चाहिँ अब्राहम हो। सबैले भन्नुहोस् अब्राहम। तपाईँलाई थाहा छ अब्राहमलाई परमेश्वरले के भन्नुभएको थियो? म तँबाट, उत्पत्तिको पुस्तक 12 अध्यायमा प्रभुले के भन्नुभएको थियो? म तँबाट एउटा ठुलो जाति खडा गर्नेछु। अब्राहमले पर्ख्यो 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 अनि 10 वर्ष पर्ख्यो, 15 वर्ष पर्ख्यो, 20 वर्ष पर्ख्यो। परमेश्वरले के भन्नुहुन्छ थाहा छ? उत्पत्तिको पुस्तक 15 अध्यायको 5 पदमा निकाल्नुहोस् त। उत्पत्तिको पुस्तक 15 अध्यायको 5 पद। यहाँ के लेखिएको छ? हजुर, उत्पत्तिको पुस्तक 15 अध्यायको 5 पद। त्यहाँ के लेखिएको छ? अनि उहाँले तिनलाई बाहिर लगेर भन्नुभयो। सबैले भन्नुहोस्, अनि उहाँले परमेश्वरले अब्राहमलाई बाहिर लगेर भन्नुभयो। किन? परमेश्वरले अब्राहमलाई ताराहरू देखाउन लाग्नु भएको थियो। घरबाट तारा देखिन्छ। परमेश्वरले भन्नुभयो अब्राहम आइज म तँलाई लगेर जान्छु भाइ। च्याप्पा समातेर बाहिर लगेर जानु भयो। सबैले भन्नुहोस् बाहिर। आमेन। अनि आकाशतिर हेरेर तारा गर्न सक्छस् कि सक्दैनस्? गनिए। प्रभुले भन्नुभयो के भन्नुभयो अरे अब्राहमलाई? आकाशतिर हेर, यो तारा गर्न सक्छस् कि सक्दैनस् तैँले? अनि उहाँले तिनलाई भन्नुभयो तेरा सन्तानहरू पनि त्यस्तै हुनेछन्। हाउ इज इट पोसिबल? ए बाबा 90 वर्ष हुँदाखेरि पनि उसको छोरा जन्मे छैन।
अनि परमेश्वरले के भन्नुहुन्छ, यो आकाशको ताराहरू हेर, तेरो सन्तानहरू यस्तै हुनेछन् रे। अब्राहमलाई त अलिअलि हाँसो पनि लाग्यो होला, अरे परमेश्वर के तपाईँले मलाई फुल बनाउनुहुन्छ होइन। सायद त्यति बेला अप्रिल फुल हुन्थ्यो कि हुन्थेन मलाई थाहा छैन। अप्रिल फुल थाहा छ तपाईँहरूलाई? अप्रिलको फर्स्ट पहिलो दिनमा उल्लु बनाउने के मान्छेलाई। एकपटक मेरो साथीले मलाई नराम्रोसँग उल्लु बनाएको छ। अप्रिल फुल भनेको मूर्ख बनाउने के। सायद अब्राहमलाई त्यस्तै लाग्यो होला, परमेश्वरले मलाई उल्लु त बनाइराख्नु भएको छैन भनेर। तर त्यो साँच्चै थियो। आमेन। जति बेलामा अब्राहम 90 वर्ष भइसकेको थियो, उसले त के सोच्दैछ भने अब मैले कमाएको यो घर जग्गा जमिन सिरी सम्पत्ति सब मेरै नोकरको त हुन्छ होला। उसले के भन्छ, अब मेरो एलिएजरको हुने होला भनेर परमेश्वरसँग गुनासो पनि पोख्छ अब्राहमले। तर परमेश्वरले भन्नुहुन्छ, अब्राहम म तेरै सन्तानलाई यो आकाशको ताराभन्दा बढ्ता बनाउने छु। वाइ आई वान्ट टु कनेक्ट दिस पोइन्ट, मैले किन यो बिन्दुलाई तपाईँसँग जोड्दैछु भने नि, परमेश्वरले यस्तै असम्भव कुरा तपाईँहरूको जीवनमा गर्न चाहँदै हुनुहुन्छ। आमेन, हालेलुया। किन? परमेश्वर चाहिँ गड अफ वन्डर्स हुनुहुन्छ, आश्चर्य कर्म गर्ने परमेश्वर हुनुहुन्छ, हामीलाई चकित पार्ने परमेश्वर हुनुहुन्छ। कोरिन्थीको पुस्तकमा लेखेको छ, आँखाले नदेखेको कानले नसुनेको हाम्रो हृदयमा हामीले विचारै नगरेको कुराहरू परमेश्वरले हाम्रो लागि दिनुहुन्छ अरे। बाइबलमा त्यस्तो छ। The Bible tells us in that way. परमेश्वरको वचनले हामीलाई त्यसरी भन्छ। आमेन। जवानहरू, तपाईँको भविष्य तपाईँलाई अन्धकार लाग्छ होला। ओ गॉड, प्रभु यो कसरी हुन सक्छ? जवानहरू, पढाइको बारेमा अन्धकार लाग्छ होला, मेरो भविष्य त्यति उज्जवल छैन जस्तो लाग्छ। सायद तपाईँले कति जवानहरूले आइफोन खेलाइराखेको देख्दाखेरि तपाईँलाई निराशा लाग्छ होला। यही रेडमीको मोबाइल खेलाउँदा स्यामसङ त्यही सानो के होइन, कतिजनाले ओहो स्यामसङ कति रुपियाँलाई 1+ कि 5+ के भन्छ त्यसलाई, के भन्छ सलोमी त्यो 2 लाख रुपियाँवाला मोबाइल अल्ट्रा S25 अल्ट्रा 25 हो कि 26 हो। अब परमेश्वरले 26 पनि ल्याउँदै हुनुहुन्छ होला। कति तपाईँ निराश नहुनुहोस्। कतिजनाले आफ्नो वैवाहिक जीवनमा अन्धकार देख्नुहुन्छ होला। ओ प्रभु, कसरी मेरो विवाहमा म बाँच्ने, कसरी मेरो छोराछोरा तह लाउने, कसरी मेरो परिवारलाई तह लाउने, मेरो बुवाआमालाई कसरी तह लगाउने। मेबी यो प्रश्नले तपाईँलाई सताउँदैछ होला, तर बाइबलले भन्छ 2025 सम्म जे भयो भयो, अब नयाँ कुरा आउँदैछ। आमेन। म तिम्रो जीवनमा कस्तो काम गर्दैछु अरे? नयाँ काम, नयाँ कुरो गर्दैछु। अनि प्रभुले के भन्नुहुन्छ यहाँ उहाँको वचनमा, म उजाड स्थानमा के गर्नेछु अरे? निर्जन स्थानमा बाटो बनाउनेछु, मरुभूमिमा म खोलाहरू बगाउनेछु। हालेलुया, आमेन, हालेलुया। यो 2025 को वर्ष चाहिँ हाम्रो लागि विश्वासको वर्ष हुनुपर्छ। आमेन। इयर अफ फेथ, केसमा? परमेश्वरको वचनमा विश्वास गर्ने वर्ष। जवानहरू, प्रभुमा विश्वास गर्ने वर्ष। आमाहरू, प्रभुमा विश्वास गर्ने वर्ष। सलोमी बाबु नगर त्यस्तो, नगर हुँदैन त्यस्तो। आमेन, हालेलुया। प्रभु धन्यवाद, प्रभु धन्यवाद। यो वर्ष नयाँ ऋतुको वर्ष। आज हामीले अघि जसै सुरुमा प्रार्थना गर्दै थियौँ, के लेखेको थियो? हामीले के भन्दथ्यौँ? प्रभुले एउटा नयाँ सिजन, न्यू सिजन। आमेन, नयाँ ऋतु। हालेलुया। जसरी वर्षमा एउटा ऋतु परिवर्तन हुँदाखेरि मौसम परिवर्तन हुन्छ, हावापानी परिवर्तन हुन्छ। यो साउनको महिना भएको भए फ्यान नचलाएर यसरी सकिन्थ्यो यहाँ बस्न? किन? ऋतु परिवर्तन भयो, हामी बस्न सक्यौँ। परमेश्वरले हाम्रो लागि सजिलो वर्षहरू ल्याउनु हुनेछ। आमेन। सजिलो ऋतु ल्याउँदै हुनुहुन्छ प्रभुले तपाईँ र मेरो जीवनलाई। जवानहरू, ओ जसरी अब्राहमलाई परमेश्वरले भन्नुभयो, हेर आकाशमा हेर, तेरो छोराछोरी पनि यस्तै हुनेछन्, तेरा सन्तानहरू पनि, जसको सन्तानै छैन परमेश्वरले त्यसलाई भन्नुहुन्छ तेरो सन्तान यस्तै हुनेछन्। थाहा छ? अब्राहमले त्यही कुरामा विश्वास गरे, त्यही भएर अब्राहमलाई विश्वासको पिता भनिन्छ, द फादर अफ फेथ। गलातीको पुस्तकमा पाउलले लेख्दछन्, हामी चाहिँ अब त्यही अब्राहमको वंशमा यीशु ख्रीष्टमा भएर जोडियौँ गरे। अब विश्वासको वंशमा हामी जोडियौँ। फादर अफ फेथ।
हामीले आज एसियाको विश्वासको बारेमा बुझ्छौँ, बुझ्दैनौँ? एलियाले प्रार्थना गर्दाखेरि प्रभुले सङ्घाइ गर्नुभयो, त्यही भएर हामी पनि प्रार्थना गर्नुपर्छ भनेर हाम्रो उदाहरण एलिया भयो, हाम्रो उदाहरण मूसा भए, हाम्रो उदाहरण नोआ भए। नोआको समयमा मान्छेहरू अधार्मिकतामा जिइराखेका थिए, तर नोआले परमेश्वरमा विश्वासयोग्य भएर जिए। बाइबलले भन्छ नोआको जीवनमाथि परमेश्वरको अनुग्रह भयो अरे। अनि आज हामीले जब जब दुष्ट मान्छेलाई हेर्छौँ अनि हामीले उदाहरण चाहिँ के लिन्छौँ? नोआको। आहा, नोआ जस्तै धर्मी भएर जिउनु पर्दो रहेछ। तर अब्राहम यस्तो समयमा अब्राहमको अगाडि कोही मान्छे पनि छैन उसले विश्वासमा अडिएको देखेको। अनि विश्वासको उदाहरण नै नभएको बेलामा परमेश्वरले अब्राहमलाई खडा गर्नुभयो। अब्राहमले त्यही कुरामाथि विश्वास गर्यो। कस्तो विश्वास हेर्नुहोस् त। परमेश्वरले भन्नुहोस् तेरो कुटुम्बलाई छोडेर जा। अब्राहम के गर्छ? स्वाट कुटुम्बलाई छोडेर जान्छ। अनि परमेश्वरले जा भन्छ त्यही जा भन्यो, हिँडेको यात्रै। अनि अब्राहमको सबै यात्रा ऊ कहिले पनि घरमा बसेन। थाहा छ तपाईँलाई? पाल टाँगेर घरि यता बस्छ, घरि उता बस्छ, घरि अर्कोले खेताउँछ, घरि अर्कोले खेताउँछ। अनि त्यो अब्राहम हिँडेको ठाउँ अहिलेको इजरायल चाहिँ परमेश्वरले यहुदी जातिहरूलाई दिनुभएको छ। आमेन। तपाईँलाई थाहा छ अब्राहमको सन्तान, फिजीको सन्तानहरू यहुदीहरूलाई आज विश्वभरि मार्छ। अस्ति भर्खर बोन्डाई बीच भन्ने थाहा पाउनुभयो? अस्ट्रेलियामा बोन्डाई बीचमा गोली हान्यो। यहुदीहरूले हानुका चाड मनाइराखेको बेलामा बोन्डाई बीचमा कतिजना, आज विश्वमा धेरै मानिसहरूले आज यहुदीहरूलाई सक्न चाहन्छन्, तर यहुदीहरूलाई कसैले पनि सक्न सकिरहेको छैन। किन? परमेश्वरको आशिष तिनी माथि परेको छ। आमेन। त्यस कारणले गर्दाखेरि अब्राहमलाई परमेश्वरले दिनुभएको त्यो आशिष। भन्नुहोस् प्रभु धन्यवाद। मेरो आँखाले नदेखेको, कानले नसुनेको, हृदयले विचारै नगरेको कुरा वर्ष मेरो लागि हुन दिनुहोस्। आमेन। हालेलुया। विश्वासै गर्न नसकिने कुरालाई विश्वास गर्ने आँट गर्नुहोस् तपाईँहरूले। आमेन। Dare to have faith. अन्धकारमा पनि तपाईँले विश्वासमा हेर्ने आँट गर्नुहोस्। यो 2026 साल प्रभुलाई भन्नुहोस्। आउनुहोस् हामी प्रभुलाई धन्यवाद दिन्छौँ। परमेश्वर हामी तपाईँलाई